हेलो मेरा इन्स्टाग्राम फेसबुक र युट्युबका मित्रहरूमा नमस्कार। मित्रहरू, म एउटा सानो कुरा लिएर उपस्थित भएको छु। सुनिदिनु होला मेरो दुई शब्द। कुरा के भने आजभन्दा केही दिन पहिला राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय राजेशनाथ पाण्डेजीले सेनाका अधिकृत तथा जवानलाई निकै थर्कियाउनु भएछ, अब्की दब्की गर्नुभएछ। माननीयज्यू, के बोले तपाईँ? एक्कारेस जब एउटा नेपालको एउटा युवक नेपाली सेनामा छनौट हुन्छ, त्यसले 77 जिल्लाको प्रतिनिधित्व गर्छ। नेपालमा जति पनि प्रदेश छन् सबैको प्रतिनिधित्व गर्छ। ऊ प्रत्येक जिल्लाको हिरो बन्छ, प्रत्येक प्रदेशको ऊ हिरो बन्छ। तपाईँहरू जस्तो एउटा प्रदेशको होइन। एक्कारोस एउटा नेपाली सेनाको जवानले आफ्नो कपडा वर्दी उतारेर राजनीतिमा पस्यो भने प्रधानमन्त्री राष्ट्रपति हुन सक्छ, तर राष्ट्रपतिजीले नि नेपाली सेनाको वर्दी लगाउनु अधिकार पाउँदैन। तसर्थ त्यो वर्दीको सेनाको वर्दीको इज्जत राख्ने तपाईँहरूको नैतिक अधिकार हो। तसर्थ सेनामाथि औँला नठहराउनुहोस्। सेना भनेको कालो अरियलको गोला हो। यदि अरियलको गोला फुटेर चाहिँ छरपष्ट भयो भने नि सांसद सन्त्री मन्त्री कोही रहँदैनन्। यस्तो निकै कुनै देशमा भइ पनि रहेको छ। एकारोस् तसर्थ सेनालाई थर्काउने काम नगरेस्।